सम्पूर्ण चालक तथा यातायात श्रमिकहरू एकजुट हौँ। चालक विरुद्ध कानुनहरू खारेज हामी माग गर्छौँ। हामी चालक कसैको ज्यान मार्ने उद्देश्यले सवारी चलाएको हुन्न। त्यो निजी हो या सार्वजनिक सवारी चालक हो। सवारी भनेको एक ठाउँबाट अर्को ठाउँसम्म यात्रु गर्ने हो। सो क्रममा भएको भव्य दुर्घटनालाई ज्यानमारा, जन्मकैद, पूर्वक्ष जस्ता कानुनले दुर्घटना भए पश्चात कयौँ चालकहरू कारगर जीवनहरू बिताइरहेका छन्। दुर्घटना भए पश्चात पारदर्शी छानबिनको माग हामी गर्छौँ। अहिले वर्तमान सरकारले सवारी ऐन 2083 मस्यौदा लिएर आएको छ। त्यो क्रममा त्यो त्रुटिको हामी सच्याउने माग गर्छौँ। सवारी ऐनमा भएको उल्लेखन त्यो जरिवाना सम्बन्धमा छ। हाल वर्तमान श्रम ऐन अन्तर्गत कुनै पनि सामान्य नागरिकले श्रम ऐन अन्तर्गतको पारिश्रम भनेको 19,500 हो। अब भनौँ 50,000 जरिवाना कसरी हामी तिर्न सक्छौँ? कहाँबाट हामी लिएर तिर्न सक्छौँ? घरमा आमा बुवाको, छोराछोरीको, बुहारीको गहना बेचेर हामी तिर्न सक्छौँ? र अब भने यस्तै कानुन आउने हो भने हामी यो पेसाबाट विस्थापित हुने निश्चित देखिएको छ। हाल शैक्षिक र अनिवार्य 8 क्लास भनेको छ। हामी यसलाई पनि खारिजको माग गर्छौँ। किनभने यो सवारी चलाउने भनेको सिप हो, सिपयुक्त काम हो। यसले जति दक्ष हुन्छ, जसको सिप छ, त्यसको आधारमा लाइसेन्स प्राप्त गर्ने हो। यो औपचारिक शिक्षासँग जोडिन मिल्दैन। त्यसकारणले हामी यो पनि खारिजको माग गर्छौँ। अन्तमा हाम्रो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीद्वारा